नमस्कार मेरा सम्पूर्ण मित्रहरूमा। फेरि पनि हजुरहरूको समक्षमा एउटा महत्त्वपूर्ण जानकारी लिएर उपस्थित भएको छु। कृपया यस भिडियोलाई हजुरहरूले अन्तिमसम्म हेरेर आफ्नो प्रतिक्रिया पनि व्यक्त गरिदिनुहोला। सायदै तपाईँलाई मन परे भिडियोलाई सेयर पनि गरिदिनुहोला। र विशेष गरी अहिले जुन रासन डिलिट अथवा रासन कार्ड इनएक्टिभ विषयमा धेरै चर्चा परिचर्चा भइरहेको छ। कतिपय ठाउँमा डिलिटेड भोटर्सहरूले रासन नपाएको गुनासो पनि हामीले सुन्नमा आइरहेको छ। तर विशेष तपाईँलाई म के बताउन चाहन्छु भन्दाखेरि आज मात्रै मैले दार्जिलिङ जिटिए क्षेत्रको जुन रासन डिलर्सहरूको एसोसिएसन छ है, र रासन डिलर एसोसिएसनका प्रमुख अथवा भनौँ प्रेसिडेन्ट मनोज गुरुङसँग मेरो फोनमा वार्तालाप भएको थियो है। र उहाँलाई मैले धेरैवटा प्रश्न गरेँ र उहाँले एकदमै क्लियर कुरा गर्नुभएको छ। र कुरा के भनेदेखि अहिलेसम्म कुनै पनि रासन डिलर्सलाई डिलिट भएको कारणले गर्दामा तपाईँको लिखित रूपमा चाहिँ रासन काट्नुपर्छ भन्ने उहाँहरूलाई कुनै पनि त्यस्तो आदेश आएको छैन। र उहाँहरूले अहिलेसम्म कसैको डिलिटेड भोटर्सहरूको रासन काटेको पनि नकाटिएको पनि उहाँले मलाई बताउनु भयो। अनि अर्को कुरा के छ भन्दाखेरि डिलिटेड भोटर्सको मात्र होइन, तर जसको चाहिँ नाममा डिफ्रेन्सेस छ, जस्तै तपाईँको रासन कार्डमा नाम अन्य छ र उहाँको आधार कार्डमा भोटर कार्डमा पनि नाममा स्पेलिङ मिस्टेक छ भनेदेखि चाहिँ उहाँहरूको पनि काटिँदैछ भन्ने कुरो उहाँले जनाउनु भयो। र अर्को के कुरा मलाई उहाँले बताउनु भयो भन्दाखेरि चाहिँ अहिले सेन्ट्रल गभर्मेन्टबाटै फर्म नम्बर 10 निस्किएको छ अरे है। र त्यस फर्म नम्बर 10 को अनुसार चाहिँ जसको भनौँ गाडी छ, फोर व्हिलर्सहरू छ है, र पक्का ठुलो बिल्डिङहरू छ र बिजनेस गर्छ भनेदेखि गभर्मेन्ट सर्भिस छ भनेदेखि चाहिँ उहाँहरूको चाहिँ एएवाई कार्ड चाहिँ काटिनुपर्छ भन्ने कुरो चाहिँ उहाँले जनाउनु भयो।